र चाहिँ मसँग ग्लास अफ मिल्क त्यो ठुलो ग्लास छ नि हामीसँग त्यो ग्लासमा ग्लासभित्र मिल्क दही खाइरहनेमा मैले मिल्क हालेर ल्याएको छु। भगवान् अब तँ मैले के गरेँ। मसँग मेरो बुट छ र चाहिँ त्यो बुटलाई अलिकति हाइटबाट ड्रप गरिदेऊ त। ल सुन ल हो के गरौँ छ यार। त्यो दुध पिउ न त। काँचै दुध पिउदिनी अनि मलाई भित्र मुखमा हाले है त ल म गर्छु है त एकैछिन है। यति खाऊ न भयो। ल काँचो दुध यार सिरित त चिसो भयो यार। तिमी त यो बिर्को नि लगाइछौ क्या हो। कहाँ लाउने बिर्को। र चाहिँ त्यो बुटको सोलको भाग होइन त्यो माथिको भाग यो उसमा ठोकन टक 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 ठोकन। ओके खोइ तिमीले त्यो दुधको ग्लासलाई होइन यस्तो यस्तो ठोक टेबलमा। ल है त तिमीले यो बिर्को खोलिराखेछौ यार। यो दुध त्यो ग्लास त हुँदै भएन। ल ओके है त सुन है त ठोक्ने होइन। भयो त्यसलाई रोल गर न जुत्ता जसरी रोल हुन्छ त्यसरी नै रोल गर न। ल सुन ल ओके यो त हो पट्याक्क गऱ्यो नि त। त्यो कस्तो हुन्छ त सर्कल भयो सर हुन्थ्यो यो त कडाक्कै हुनुपर्ने यो कडाक्कै भयो कि आइएम कन्भिन्स्ड। ओके त्यो ग्लासलाई हातले ड्याङ ड्याङ यसरी पार न साउन्ड सुन। ए हातले ठोकम सुन है त। यो त होइन ल र चाहिँ तिमीसँग बुटै छ। तिमीसँग त्यो ग्लास अफ मिल्क हुँदै होइन। तिमीसँग यस्तो के चिसोहरू कोक टाइप केही न केही छ तर यो दुध होइन त्यो ग्लास हुँदै होइन। खाना गऱ्यो नि अलिकति यार धेरै त खाइन। म त त्यो साउन्डले चाहिँ होइन भन्ने भएको थियो कि यो बिर्को खोलिएको सुन्ने थियो कि अलिअलि। अनि दुधको त बिर्को छ